स्थानीय सरकारसँग म सोध्न चाहन्छु यो कुन थरीको विकास हो कि तपाईले 3 लाखमा यो 50 देखि 60 मिटरको नाला बनाइदिनु भएको छ। यो कुन जनताको कुन घरको पानी यसमा गइराखेको छ। जनताले जुन कर तिर्छन् त्यसको यसरी दुरुपयोग गर्न पाइन्छ? खसेर त्यसको मृत्यु हुन्छ या हात खुट्टा भाँचिन्छ त्यतिखेर यहाँ विकास गर्नुपर्छ भन्ने तपाईको आँखा पुग्छ? यहाँ डिभाइडरहरू साइड साइडमा राख्नु पर्दैन? यो बाटोलाई यतिको व्यवस्थित गर्नु पर्दैन? अनि यो यति नाला बनेको त बजेट पास भयो कि भएन? नमस्कार सर। सन्चै हुनुहुन्छ? यो सर जुन बिचपरी र जैनपुर जोड्ने कलबला निरा एउटा सानो नाला हामीले देखेका छौं, यो कहिले निर्माण भएको थियो सर? हजुर हजुर हजुर। अनि यो यति नाला बनेको त बजेट पास भयो कि भएन? ए ए हजुर। हस्, धन्यवाद सर। हस्। वार्ड नम्बर 2 स्थित बिचपरी र जैनपुर जोड्ने गाउँको बाटोमा यहाँ कलबला भन्ने एउटा ठाउँ छ। त्यहाँको म तपाईलाई एउटा यस्तो दृश्य देखाउन गइराखेको छु जुन विकास भएको छ त्यसको लागि तपाई अचम्म मान्नुहुन्छ। तपाईले यो यहाँ गाउँको नाला हेर्न सक्नुहुन्छ। यहाँदेखि कम्तीमा 50 देखि 60 मिटरको यो जुन नाला निर्माण भएको छ, यो नाला 3 लाखको बजेटमा यति नाला बनेको यो कुन खाले विकास हो? म त्यो सोध्न चाहन्छु स्थानीय सरकारसँग। यो कुन खाले विकास हो र यहाँ कुन जनताको कुन घरको कहाँ पानी जान्छ भन्ने मलाई आएर देखाइदिनुस् पहिला तपाईहरुले। यो कहाँको पानी यो नालाको माध्यमबाट जाने छ त्यहाँ तपाईले हेर्न सक्नुहुन्छ। त्यहाँ गाउँबाट जोडिएको छैन भन्ने म यहाँ तपाईलाई अगाडि देखाउँछु। यहाँ कल्भर्ट छ, कम्तीमा त्यो कल्भर्टमा जोडेको भए कल्भर्टको पानी आसपास हुने हुन्थ्यो, तर त्यो कल्भर्टसँग पनि नजोडिएर यो 3 लाखको विकास हामीले तपाईले देखाइराखेको छौं। जुन वार्ड नम्बर 2 अन्तर्गत 5 देखि 6 वर्ष भइसक्यो यो 3 लाखको विकास तपाईले हेर्न सक्नुहुन्छ। यस्तो हाम्रो देशमा जनताले जुन कर तिरिराखेको छन् त्यो करको यसरी हुन्छ दुरुपयोग। यो कुन थरीको विकास हो पहिला मलाई भन्नुस् त। स्थानीय सरकारसँग म सोध्न चाहन्छु यो कुन थरीको विकास हो कि तपाईले 3 लाखमा यो 50 देखि 60 मिटरको नाला बनाइदिनु भएको छ। यो कुन जनताको कुन घरको पानी यसमा गइराखेको छ? तपाईले लाज लाग्दैन यस्ता कार्यहरू गर्दाखेरि? यस्ता लापरवाही गर्दाखेरि लाज लाग्दैन? जनताले जुन मेहनत गरेर कर तिर्छन् त्यो करको यसरी दुरुपयोग गर्न पाइन्छ? यो 5-6 वर्षदेखि यति नाला बनाइएर छोडिएको छ। 3 लाख त्यतिकै जनताको खेर गएको छ। यसरी हुन्छ हाम्रो गुलरिया नगरपालिकामा विकास। समग्रमा भन्ने कुनै सदुपयोगको छैन, यो दुरुपयोग मात्रै भएको छ। यो आलुवामा पानी हाले चाहिँ यो 3 लाख बजेट खेर गएको छ। यसरी जनताले तिरेको करको दुरुपयोग गर्न पाइन्छ? यस्ता लापरवाही गर्ने माथि कारवाही हुने कि नहुने सम्बन्धित निकाय के हेरेर बसिराखेको छ? जनताले जुन कर तिर्छन् त्यसको यसरी दुरुपयोग गर्न पाइन्छ? लाज लाग्दैन तपाईहरुलाई? विकासको नाममा यसरी भ्रष्टाचार गर्ने? भ्रष्टाचार होइन भने के भन्ने हामीले? यो 3 लाखको नाला हो, तपाई हेर्न सक्नुहुन्छ। यो 3 लाखको नाला हो, झाडी भित्र पस्या छ, न त पानी गइराखेको छ न केही छ। लाज मार्दो काम गर्नुहुन्छ तपाईहरुले। अनि कसैले भन्दाखेरि हामीलाई भन्यो भन्ने हुन्छ? जनताले आफ्नो खुन पसिना बगाएर कर तिर्छन्, त्यो करको भ्रष्टाचार गर्नलाई यसरी दुरुपयोग गर्न पाइन्छ? कम्तीमा यो कल्भर्टमा जोडेको भए पानी कल्भर्टको पानी त यताउता जान्थ्यो, न त कल्भर्टको पानी जाने भएको छ न त कुनै जनता घरको पानी आउने जाने भएको छ। त्यसैगरी तपाईहरुलाई म यही स्थानमा रहेको एउटा यो कल्भर्ट देखाइराखेको छु। यहाँ तपाईले यसको अवस्था हेर्न सक्नुहुन्छ। यहाँ डिभाइडरहरू राखिएको छैन के यहाँ जब कुनै व्यक्ति खसेर त्यसको मृत्यु हुन्छ या हात खुट्टा भाँचिन्छ त्यतिखेर यहाँ विकास गर्नुपर्छ भन्ने तपाईको आँखा पुग्छ? यहाँ डिभाइडरहरू साइड साइडमा राख्नु पर्दैन? यो बाटोलाई यतिको व्यवस्थित गर्नु पर्दैन? यहाँ एउटा पोल पनि छैन। रात बिरात मान्छेले यदि एक्सिडेन्ट भयो भने त्यसको मृत्यु भयो भने त्यसको जिम्मेवारी कसले लिने? यहाँ एउटा डिभाइडर राख्ने तपाईसँग बजेट छैन? स्थानीय सरकारले कर केको लागि तिरिराखेको छ? यहाँ सामान्य तपाईले हेर्न सक्नुहुन्छ। यदि मान्छे खस्यो भने त्यसको कि त मृत्यु हुन्छ कि त हात खुट्टा भाँचिन्छ, त्यसको जिम्मेवारी कसले लिने? जनताले भोट दिएर स्थानीय सरकार केको लागि बनाएको छ? यस्ता समस्याहरू समाधान हुन्छन् भनेर। तर स्थानीय सरकार के हेरेर बसिराखेको छ? स्थानीय व्यक्तिहरूले तपाईले भोट दिएर हाम्रो समस्या समाधान गर्नुहुन्छ भनेर जिताएका छन्, तर तपाई के हेरेर बसिराख्नु भएको छ? अघि तपाईको प्रतिक्रिया के छ दिन नबिर्सनु होला। हामी फेरि भेट्नेछौँ। हस्, धन्यवाद।